आजको भिडियोमा धेरै मानिसलाई कन्फ्युज गर्ने तीनवटा पेटको समस्याको बारेमा कुरा गर्नेछौँ। एसिडिटी, ग्यास्ट्राइटिस र अल्सर यी तीनवटा समस्याहरूलाई धेरैजसो मानिसले एउटै समस्याको रूपमा बुझ्नुहुन्छ। तर आज हामी मेडिकल हिसाबले यी तीनवटा पेटको समस्याहरूको फरक र यसबाट कसरी बच्ने भन्ने कुराको बारेमा यहाँहरूलाई जानकारी गराउनेछौँ। यदि तपाईहरूलाई पेट पोल्ने, छाती दुख्ने, मुखबाट अमिलो पानी आउने जस्ता समस्याहरू छन् भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। अब हामी पेटको बारेमा बुझौँ। हाम्रो पेटभित्र हाइड्रोक्लोरिक एसिड बन्छ। एसिड हाम्रो शरीरको लागि एकदम हानिकारक छ, तर पेटमा बन्ने यो हाइड्रोक्लोरिक एसिडले खाना पचाउन र ब्याक्टेरिया मार्न एकदम मद्दत गर्छ। हो, यो एसिडबाट बचाउनका लागि हाम्रो पेटको भित्री तह ग्यास्ट्रिक म्युकोजा हुन्छ, जसले म्युकस सेक्रेसन गरी एसिड र पेटको भित्री तहको सन्तुलन मिलाएर राखेको हुन्छ। सुरुमा एसिडिटीको बारेमा बुझौँ। एसिडिटी भनेको पेटमा अत्याधिक मात्रामा एसिड बन्नु हो र त्यो एसिड हाम्रो खाना नली इसोफेगसमा फर्किनु हो। एसिडिटीलाई उपचार बिना नै ठिक गर्न सकिन्छ। यो खानाको तालमेल नमिलेर हुन्छ। यसमा पेटको भित्री तह सुन्निने र घाउ हुने समस्या भएको हुँदैन। धेरै चिया कफीको प्रयोग, मसलादार खानाको अत्याधिक प्रयोग, ढिलो खाना खाने, धेरै समय खाली पेट बस्नाले एसिडिटी बढाउँछ। छाती पोल्ने, अमिलो डकार आउने जस्ता लक्षण देखा पर्छन्। यस्ता लक्षणहरूको उपचार नगरी लामो समयसम्म इग्नोर गर्नुभयो भने एसिडले पेटको भित्री तह ग्यास्ट्रिक म्युकोजालाई जलाउँछ र त्यो म्युकोजा सुन्निएको अवस्था नै ग्यास्ट्राइटिस हो। हेलिकोब्याक्टर पाइलोरीको सङ्क्रमण, नदुख्ने औषधिको प्रयोग, मदिरा, धूम्रपानको सेवन, मानसिक तनाव र अनियमित खानपानले गर्दा यो समस्या हुन्छ। यसमा पेट दुख्ने, पेट पोल्ने, वाक्काकी लाग्ने, वान्ता हुने, भोक नलाग्ने, मुखबाट अमिलो पानी आउने समस्या देखा पर्छ। ग्यास्ट्रिक भइसकेपछि ग्यास्ट्रिकको औषधि उपचार अनिवार्य गर्नुपर्ने हुन्छ। यदि तपाईँले ग्यास्ट्रिकको पनि समाधान गर्नु भएन, समयमै औषधि उपचार गर्नु भएन भने पेट वा आन्द्रामा घाउ बन्छ र त्यसलाई अल्सर भनिन्छ। अल्सर एउटा गम्भीर समस्या हो। अल्सर भएको व्यक्तिलाई खाना खाइसकेपछि वा खाली पेट दुख्ने, उल्टी हुने, वाक्काकी लाग्ने, उल्टीमा रगत आउने, दिशा गर्दा कालो दिशा हुने, कमजोरी हुने, तौल घट्ने समस्या देखा पर्छ, किनभने पेटमा बनेको घाउबाट रगत बग्न सुरु भइसकेको हुन्छ। अल्सरको पनि उपचार गराएन भने झन् जटिल समस्या हुन सक्छ। एसिडिटीमा पेटमा एसिडको मात्रा मात्र बढेको हुन्छ। पेटको भित्री तह सुन्निएको, आन्द्रा र पेटमा घाउ बनेको हुँदैन। ग्यास्ट्रिकमा पेटको भित्री तह ग्यास्ट्रिक म्युकोजा सुन्निएको हुन्छ भने अल्सरमा पेटमा घाउ बनिसकेको हुन्छ र घाउबाट रगत बग्न सुरु भई उल्टीमा रगत देखिने र दिशा गर्दा कालो दिशा समेत देखिन्छ। एसिडिटीलाई समयमै खाना खाने, धेरै चिलो पिरो खानेकुरा नखाने, धुम्रपान र मदिराको सेवन कम गर्ने, खानपिनको तालमेल मिलाउने गरेमा उपचार बिना नै घरमै सन्चो पार्न सकिन्छ। ग्यास्ट्रिक र अल्सरमा औषधिको पूर्ण डोज खानुपर्ने हुन्छ भने रोकथामका लागि समयमा खाना खाने, धेरै चिलो पिरो नखाने, धुम्रपान र मदिराको सेवन नगर्ने, अनावश्यक दुखाइको औषधिको प्रयोग नगर्ने, मानसिक समस्याबाट बच्नको लागि नियमित व्यायाम गर्ने र डाक्टरको निर्देशन अनुसार औषधिको सेवन गर्ने र समय समयमा चेक जाँचको लागि हस्पिटल जाने गर्नुपर्छ। यदि तपाईलाई पनि माथि भनिएका जस्ता लक्षण देखिएका छन् वा यस्ता लक्षण देखा परे भने डाक्टरलाई भेट्नुहोला। यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोला, साथीहरूलाई सेयर गर्नुहोला र च्यानललाई सब्स्क्राइब गर्नुहोला। अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला।